यहाँहरु सबै नमस्कार। मित्रहरू, आज म यस भिडियो मार्फत यहाँहरूलाई इमेज सम्बन्धी 4टा अपडेटहरूको बारेमा जानकारी दिनेछु। कसरी कक्षा 1 देखि 8 सम्मका विद्यार्थीहरूको मार्क्स इन्ट्री गर्ने, मार्क्स इन्ट्री गर्दा सेभ नहुने समस्या र त्यसका समाधानका उपायहरूको बारेमा, सबै कक्षाहरूको क्लास अपडेट कसरी गर्ने र इमेजबाट रिजल्ट डाउनलोड गरेर विद्यालयहरूले कसरी प्रकाशन गर्ने भन्ने बारेमा सरल तरिकाले देखाउनेछु। भिडियो अलि लामो हुनेछ तर उपयोगी हुनेछ, त्यसैले स्किप नगरी अन्त्यसम्म हेर्नुहोला। सुरुमा कक्षा 1 देखि 8 सम्मका सम्पूर्ण विषयहरूको मार्क्स इन्ट्री कसरी गर्ने भनेर कुरा गरौँ। इमेज लगइन भइसकेपछि यहाँनिर म्यान एक्जाममा क्लिक गरेर 1 to 12 मा क्लिक गरौँ। त्यस पछाडि इयर छानौँ 2082, हामीले कक्षा 1 छानौँ। त्यस पछाडि लोड बटनमा क्लिक गरौँ। अब हामीले कक्षा 1 को नेपाली विषयको प्राप्ताङ्क इन्ट्री गर्नको लागि हामीलाई नेपाली विषयको कक्षा 1 को जम्मा सिकाइ उपलब्धि सङ्ख्या आवश्यक पर्छ। कक्षा 1 को जम्मा सिकाइ उपलब्धि सङ्ख्या 150 रहेको छ र पूर्णाङ्क 600 भयो र 600 फुल मार्क्समा विद्यार्थीहरूले यो विषयमा प्राप्त गरेको अङ्क इन्ट्री गरिसके पश्चात सेभ बटनमा क्लिक गर्नुहोला। त्यस पछाडि अब कक्षा 1 कै अङ्ग्रेजी विषयको जम्मा सिकाइ उपलब्धि सङ्ख्या 225 रहेको छ र पूर्णाङ्क 900 भयो। 900 मा विद्यार्थीहरूले प्राप्त गरेको अङ्क इन्ट्री गरेर सेभ बटनमा क्लिक गरौँ। त्यस्तै कक्षा 1 कै गणित विषयको जम्मा सिकाइ उपलब्धि सङ्ख्या 23 रहेको छ। पूर्णाङ्क 92 भयो। 92 मा कति अङ्क प्राप्त गरेर इन्ट्री गरौँ। सबै विद्यार्थीहरूले प्राप्त गरेको अङ्क इन्ट्री गरिसके पश्चात सेभ बटनमा क्लिक गरौँ। त्यसै गरी कक्षा 1 कै सेरोफेरो विषयको जम्मा सिकाइ उपलब्धि सङ्ख्या 27 रहेको छ। जम्मा पूर्णाङ्क 108 भयो। उसले प्राप्त गरेको अङ्क इन्ट्री गरौँ। अरूहरू पनि इन्ट्री गरौँ र सेभ बटनमा क्लिक गरौँ। कक्षा 1 को स्थानीय विषयको जम्मा सिकाइ उपलब्धि सङ्ख्या 21 रहेको छ। पूर्णाङ्क 84 भयो। 84 मा उसले प्राप्त गरेको अङ्क हामीले इन्ट्री गरौँ। अरू विद्यार्थीहरूले पनि प्राप्त गरेको अङ्क इन्ट्री गरेर सेभ बटनमा क्लिक गरौँ। यसरी हामीले कक्षा 1 को सबै विषयको प्राप्ताङ्क इमेजमा इन्ट्री गरिसक्यो। अब यसै गरी कक्षा 2 सेलेक्ट गरेर लोड बटनमा क्लिक गरौँ। कक्षा 2 का विद्यार्थीहरू देखिन्छन्। अब कक्षा 2 को नेपाली विषयमा 165 वटा सिकाइ उपलब्धिहरू छन्। पूर्णाङ्क 660 भयो। 660 मा उसले प्राप्त गरेको अङ्क इन्ट्री गरौँ। अरू विद्यार्थीहरूले पनि प्राप्त गरेको अङ्क इन्ट्री गरौँ र सेभ बटनमा क्लिक गरौँ। अब कक्षा 2 को अङ्ग्रेजी विषयको जम्मा सिकाइ उपलब्धि सङ्ख्या 284 छ। पूर्णाङ्क 1136 भयो। विद्यार्थीहरूले प्राप्त गरेको अङ्क इन्ट्री गरिसकेपछि त्यसै गरी कक्षा 2 को गणित विषयको जम्मा सिकाइ उपलब्धि सङ्ख्या 28 रहेको छ। पूर्णाङ्क 112 भयो। सबै विद्यार्थीको प्राप्ताङ्क इन्ट्री गरिसकेपछि सेभ बटनमा क्लिक गरौँ। कक्षा 2 को सेरोफेरो विषयको जम्मा सिकाइ उपलब्धि सङ्ख्या 33 रहेको छ। पूर्णाङ्क 132 भयो। विद्यार्थीहरूले पनि प्राप्त गरेको अङ्क इन्ट्री गर्ने र सेभ बटनमा क्लिक गर्ने। यसै गरी कक्षा 2 को स्थानीय विषयको जम्मा सिकाइ उपलब्धि सङ्ख्या 19 लगाउने र 76 मा उसले कति अङ्क प्राप्त गर्यो त्यो अङ्क इन्ट्री गरेर सेभ बटनमा क्लिक गर्ने। अब यसै गरी कक्षा 3 छान्ने र लोड बटनमा क्लिक गर्ने। अब कक्षा 3 को नेपाली विषयको जम्मा सिकाइ उपलब्धि सङ्ख्या 201 रहेको छ। 804 पूर्णाङ्कमा विद्यार्थीहरूले कति अङ्क प्राप्त गरे इन्ट्री गरेर सेभ गर्ने। कक्षा 3 कै अङ्ग्रेजी विषयको जम्मा सिकाइ उपलब्धि सङ्ख्या 236 रहेको छ। जम्मा पूर्णाङ्क 944 मा विद्यार्थीले कति अङ्क प्राप्त गरे त्यो अङ्क इन्ट्री गरेर सेभ बटनमा क्लिक गर्ने। त्यस पछाडि कक्षा 3 कै गणित विषयको जम्मा सिकाइ उपलब्धि सङ्ख्या 26 रहेको छ। 144 पूर्णाङ्कमा विद्यार्थीहरूले कति अङ्क प्राप्त गरे सो इन्ट्री गरेर सेभ गर्ने। त्यस्तै कक्षा 3 कै सेरोफेरो विषयको जम्मा सिकाइ उपलब्धि सङ्ख्या 30 रहेको छ। 120 पूर्णाङ्कमा विद्यार्थीहरूले कति अङ्क प्राप्त गरे सो प्राप्त अङ्क इन्ट्री गरेर सेभ बटनमा क्लिक गर्ने। त्यस्तै कक्षा 3 को जम्मा सिकाइ उपलब्धि सङ्ख्या 19 रहेको छ। 76 पूर्णाङ्कमा विद्यार्थीहरूले कति अङ्क प्राप्त गरे सो प्राप्त अङ्क इन्ट्री गरिसकेपछि सेभ गर्ने। र मित्रहरू, यसरी कक्षा 1 देखि 3 सम्मका सबै विषयका प्राप्ताङ्क यसरी इन्ट्री गर्न सकिन्छ। खुलिसकेपछि ड्यासबोर्ड साइटको म्यानेज एक्जाममा क्लिक गरौँ र त्यहाँ मार्क्स इन्ट्री 1 to 12 मा क्लिक गरौँ। त्यस पछाडि इयरमा 2082 कक्षा 6 क्लास 6 सेलेक्ट गरेँ। त्यस पछाडि लोड गरौँ। यसरी विद्यार्थीको विवरण लोड भइसकेपछि अब यहाँ सम्पूर्ण विद्यार्थीहरूको विवरण देखिन्छ
र सबै विषयहरू देखिन्छ। अब हामीले सबै विषयको एउटै विन्डोमा यसरी मार्क्स इन्ट्री गर्ने हो भने अलमा क्लिक गरौँ र यो स्क्रल सार्ने भने यहाँ सबै विषय देखिन्छ। होइन हामीले एक एक विषयको मात्रै इन्ट्री गर्दै जाने कन्फ्युज हुन्छ भन्ने लाग्यो भने कुन विषयको मार्क्स इन्ट्री गर्न चाहनुभएको त्यस विषयमा क्लिक गरौँ। जस्तो नेपाली विषयको मार्क्स इन्ट्री गर्न नेपालीमा क्लिक गरौँ। अब हामीले एकजना विद्यार्थीको एउटा विषयको 60 ठाउँ मार्क्स इन्ट्री गर्नुपर्ने हुन्छ। यो तीनवटा पार्टिसिपेसन, प्र्याक्टिकल अथवा प्रोजेक्ट र टोटल अफ टर्म भनेको यो आन्तरिक मूल्याङ्कन, यो निर्माणात्मक मूल्याङ्कन अन्तर्गत आएका मार्क्सहरू पर्दछन्। र यो फाइनल मार्क्स भनेको चाहिँ वार्षिक परीक्षामा त्यो विद्यार्थीले प्राप्त गरेको अङ्क इन्ट्री गर्नुपर्ने हुन्छ। पार्टिसिपेसनमा विद्यार्थीहरूले सिकाइमा सहभागिता उपस्थितिहरूको आधारमा कति प्राप्त अङ्क गरेको छ त्यहाँ इन्ट्री गर्नुपर्ने हुन्छ। प्र्याक्टिकल अर प्रोजेक्ट वर्कमा उसले प्रोजेक्ट वर्क वर्षभरिमा कति गरेको छ त्यसलाई 36 मा कन्भर्ट गरेर कति अङ्क प्राप्त गर्यो त्यो अङ्क इन्ट्री गर्नुपर्ने हुन्छ। टोटल अफ टर्म्स 10 मार्क्सको हुन्छ। वर्षभरिमा कतिवटा त्रैमासिक परीक्षाहरूमा सहभागी भयो र ती सबै त्रैमासिक परीक्षाको पूर्णाङ्क जति भए पनि 10 मा कन्भर्ट गरेर उसले प्राप्त गरेको अङ्कलाई पनि 10 पूर्णाङ्कमा कन्भर्ट गरेर उसले प्राप्त गरेको अङ्कलाई इन्ट्री गर्नुपर्ने हुन्छ। त्यस्तै फाइनल मार्क्समा पनि वार्षिक परीक्षा जतिसुकै पूर्णाङ्क भए पनि त्यसलाई 50 पूर्णाङ्कमा कन्भर्ट गरेर उसले प्राप्त गरेको अङ्कलाई पनि त्यही अनुसार कन्भर्ट गरेर उसले प्राप्त गरेको अङ्कलाई यहाँ इन्ट्री गर्नुपर्ने हुन्छ। यसै गरी सबै विद्यार्थीहरूको प्राप्ताङ्क इन्ट्री गरिसकेपछि अन्त्यमा सेभ भन्ने बटनमा क्लिक गर्नुपर्ने हुन्छ र अरू विषयको इन्ट्री गर्नको लागि अब यो नेपालीको सकिसकेपछि यसलाई चेक आउट गरौँ। अब इङ्ग्लिसमा क्लिक गरौँ। अब यसै गरी इङ्ग्लिसको पनि त्यस्तै मार्क्सहरू छ, इन्ट्री गरौँ, सेभ गरौँ। यसरी सबै विषयको मार्क्सहरू इन्ट्री गरिसकेपछि सेभ गरौँ। त्यो कक्षाका विद्यार्थीहरूको मार्क्स इन्ट्री यसरी गर्न सकिन्छ। अब मार्क्स सेभ गर्दा सेभ नहुने समस्या र त्यसका समाधानका उपायहरूको बारेमा छलफल गरौँ। यहाँलाई म एउटा सानो जानकारी दिन चाहन्छु। मार्क्स लगाउनु पर्ने ठाउँमा यो कर्सर तल माथि सार्नको लागि किबोर्डको एस बटनले तल सर्छ भने डब्लु बटनले माथि सर्ने हुन्छ र हामीले यसरी मार्क्स इन्ट्री लगाउँदाखेरि 50 मा विद्यार्थीले कति अङ्क प्राप्त गर्यो यसरी मार्क्स इन्ट्री लगाइसकेपछि सेभ बटनमा क्लिक गर्दाखेरि यहाँ सेभ भएन, यसरी एरर देखायो। यो एरर देखाउने सम्भावित कारण भनेको एउटा कारण हुनसक्छ यहाँ यसरी फुल मार्क्स भन्दा बढी प्राप्ताङ्क इन्ट्री भएको कारणले यहाँ मार्क्स सेभ हुन सकेन। र यति गरिसकेपछि हामीले मार्क्स सेभ गरौँ। मार्क्स सेभ गर्दाखेरि फेरि सेभ भएन, यसको अर्को कारण हुनसक्छ कुनै पनि मार्क्स इन्ट्री गर्नुपर्ने ठाउँमा खाली रह्यो, 0 पनि छैन भने त्यसरी हामीले इन्ट्री गरेको मार्क्स सेभ गर्दाखेरि सेभ हुँदैन। सही अङ्क इन्ट्री गरिसकेपछि हामीले सेभ गर्यौँ भने त्यो सेभ हुन्छ। र यसरी मित्रहरू मार्क्स इन्ट्री गरिसकेपछि सेभ नहुने सम्भावित दुईटा कारणहरू फुल मार्क्स भन्दा बढी मार्क्स इन्ट्री गर्नु भएन र मार्क्स इन्ट्री गर्नुपर्ने ठाउँमा त्यत्तिकै खाली छोड्नु भएन। अब सबै कक्षाहरूको क्लास अपडेट गर्दा के कुराहरू गर्नै नहुने र कसरी क्लास अपडेट गर्ने भन्ने बारेमा हेरौँ। मित्रहरू एमएस लगइन भइसकेपछि हामीले स्कुल प्रोफाइलमा क्लिक गरौँ। क्लास अपडेट गर्नको लागि पनि हामीले स्कुल प्रोफाइल अनिवार्य रूपमा भर्नुपर्ने हुन्छ। यो कबुलियतनामाको म सहमत छु भन्ने बटनमा क्लिक गरिसकेपछि हामी स्कुल प्रोफाइलको बेसिक प्रोफाइल अपडेट गर्ने पेजमा पुग्छौँ। विशेष गरी हामीले यो रनिङ ग्रेड्सहरूमा हाम्रो विद्यालयमा कति कक्षाहरू सञ्चालित छन् ती सबै कक्षाहरूमा यो टिक लगाएको हुनुपर्छ। यदि यो टिक नलगाउने हो भने के हुन्छ भने जस्तो हामीले यहाँ 5 क्लासमा यो टिक लगाइएको छैन भने भरे हामीले उता क्लास अपडेट गर्दाखेरि अपडेटमा गएर क्लास 5 छान्दाखेरि त्यहाँ विद्यार्थीको लिस्ट नदेखाउने समस्या हुन्छ। तसर्थ हामीले यो सबै क्लासहरूमा हाम्रो विद्यालयमा सञ्चालित सबै क्लासहरूमा चाहिँ यो रनिङ ग्रेड्स सञ्चालित कक्षाहरूमा सबैमा यसरी टिक लाउनु पर्ने हुन्छ। यो एउटा पहिलो अनिवार्य कुरा हो। अब यसपछि हामीले विशेष गरी क्लास अपडेट गर्दाखेरि विद्यार्थीहरूको स्कलरसिप अपडेट गर्नुपर्छ। अब स्कलरसिप अपडेट गर्दाखेरि हामीले 2082 छानेर कुन चाहिँ क्लासको स्कलरसिप अपडेट गर्ने हो त्यो क्लासको स्कलरसिप अपडेट गर्नुपर्ने हुन्छ। हामीले स्कलरसिप अपडेट गर्दाखेरि सम्बन्धित पालिकामा पेश गरेको विवरणसँग फरक नपर्ने गरी हामीले यसरी यहाँ एडिटमा क्लिक गरेर यहाँबाट छानेर भर्नुपर्ने हुन्छ। यदि यो विद्यार्थीले पाएको हो, छात्रवृत्ति पाएको हो भने यहाँ हामीले गैर आवासीय अथवा आवासीय के हो त्यो छानेर यहाँ कुन प्रकृतिको त्यो छानेर हामीले अपडेट गर्नुपर्ने हुन्छ।
यदि पाएको छैन भने ननमा क्लिक गर्नुपर्ने हुन्छ र हामीले सेभ गरेर हामीले स्कलरसिप अपडेट गर्नुपर्ने हुन्छ। अब यो पछि क्लास अपडेट गर्दा हाम्रो प्रमुख अपडेट गर्नुपर्ने भनेको विद्यार्थीहरूको एटेन्डेन्स हो। हामीले विद्यार्थीहरूको एटेन्डेन्स अपडेट गर्नको लागि इयर छानेर कुन क्लास हो त्यो क्लास छानेर हामीले लोडमा क्लिक गऱ्यौँ भने त्यो सबै महिनाहरूको हाजिरी विवरण देखिन्छ। यसरी हाजिरी विवरण अद्यावधिक भएको छैन भने एडिटमा क्लिक गरेर हामीले हाजिरी अद्यावधिक गर्नुपर्ने हुन्छ र सेभमा क्लिक गर्नुपर्ने हुन्छ। लगभग यति गरिसकेपछि अब हामी विद्यार्थीहरूको क्लास अपडेट गर्ने पेजमा सहजै पुग्न सक्छौँ। क्लास अपडेटमा क्लिक गरेर हामी पुग्छौँ। यदि हामीले स्कलरसिप र एटेन्डेन्स अपडेट नगर्ने हो भने हामीले यहाँ यसरी क्लास छान्दाखेरि यहाँनिर हाम्रो यो अपडेट गर्ने पेजमा एरर देखाउँछ। यदि यहाँहरूलाई यो भिडियो उपयोगी लागेमा लाइक र कमेन्ट गर्नुहोला। यस्तै उपयोगी भिडियोहरू प्राप्त गर्नको लागि यो च्यानललाई सब्स्क्राइब गर्नुभएको छैन भने सब्स्क्राइब गर्नुहोला र नोटिफिकेसन प्राप्त गर्नको लागि अल आइकनमा क्लिक गर्नुहोला। अब हामी विद्यार्थीको यसरी क्लास अपडेट गर्ने पेजमा पुग्यौँ। अब यसरी पुग्दाखेरि हामीले के कुराहरू चाहिँ गर्ने, कुन कस्तो विद्यार्थीहरूलाई पास गर्ने, कस्तो विद्यार्थीलाई पास एन्ड ट्रान्सफर गर्ने, कस्तोलाई डबल प्रमोट गर्ने, यी कुराहरू हामी यो अपडेट पेजमा गर्छौँ। अब जस्तो 10 कक्षा मात्र सञ्चालित विद्यालयहरूले क्लास 10 को अपडेट गर्दाखेरि यो पास्ट भन्ने अप्सन हाइड भएको छ। यो किन भन्दाखेरि 10 कक्षा मात्र सञ्चालित विद्यालयहरूले सी परीक्षा दिएका विद्यार्थीहरू पास भएको खण्डमा पनि पास गर्न मिल्दैन, किनभने ती विद्यार्थीहरूलाई पास एन्ड ट्रान्सफर गर्नुपर्ने हुन्छ। जो विद्यार्थी उत्तीर्ण भएको ती विद्यार्थीहरूलाई पास एन्ड ट्रान्सफर गर्नुपर्छ। सी परीक्षा दिएका कस्तो विद्यार्थीलाई रिपिटेड गर्न सक्छौँ भने जुन विद्यार्थीहरू सी परीक्षामा सामेल भएका थिए तर मौका परीक्षामा सामेल हुन नसक्ने विद्यार्थीहरूलाई हामीले रिपिटेड गर्नुपर्छ। हामीले ती विद्यार्थीहरूलाई अहिले ड्रप आउट गर्न नगरौँ, किनभने ड्रप आउट भनेको चाहिँ शैक्षिक सत्रको बिजयमा विद्यालय छाड्ने भन्ने अर्थ हुन्छ। त्यसैले ड्रप आउट नगरौँ, रिपिटेड गरौँ। ती विद्यार्थीहरू शैक्षिक सत्र 83मा पुनः फेरि म नियमित परीक्षा दिन्छु भन्दै आए भनेमा हामीले ती विद्यार्थीहरू रिपिटेड गऱ्यौँ भने कक्षा 10मा सहजै त्यहाँ देख्न सक्छौँ। यदि शैक्षिक सत्र 2083 सञ्चालन भए पश्चात पनि ती विद्यार्थीहरू विद्यालयमा आएनन् भने त्यतिखेर हामीले नट इन स्कुल गरेर ती विद्यार्थीहरूलाई इमिसबाट हटाउन सक्छौँ। अब कक्षा 11 र 12 सञ्चालित विद्यालयहरूको हकमा भने कक्षा 10 का विद्यार्थीहरूको कक्षा अपडेट गर्दा यो पास भन्ने पनि अप्सन अन भएको हुन्छ। त्यतिखेर कक्षा 11-12 सम्म सञ्चालित विद्यालयहरूले उत्तीर्ण भएका विद्यार्थीहरूलाई पासमा टिक लाउनु पर्ने हुन्छ। मौका परीक्षा दिन नपाउने विद्यार्थीहरूलाई रिपिटेडमा क्लिक गर्नुपर्ने हुन्छ। यसको कारण अघि मैले भनिसकेँ, ड्रप आउट नगरौँ र त्यत्तिकै हामीले त्यसो गरेर सेभ गरौँ र मौका परीक्षा दिइसकेपछि उत्तीर्ण हुने विद्यार्थीहरूलाई फेरि हामीले त्यतिखेर पास गर्ने हो कि पास एन्ड ट्रान्सफर गर्ने हो त्यतिखेर हामीले गरौँ, रिपिटेड गर्ने हो कि के हो त्यतिखेर गरौँ। हाल मौका परीक्षा दिन पाउने विद्यार्थीहरूलाई केही पनि नगरौँ र यसरी कक्षा 10 को विद्यार्थीहरूको क्लास अपडेट गर्न सक्छौँ। अब यसै गरी कक्षा 8 सम्म मात्र सञ्चालित विद्यालयहरूले कक्षा 8 को विद्यार्थीहरूको क्लास अपडेट गर्दा यो पास भन्ने अप्सन हाइड भएको हुन्छ, किनभने त्यहाँ कक्षा 8 सम्म मात्र सञ्चालित विद्यालयहरूले कक्षा 8 को विद्यार्थीहरू अपडेट गर्दाखेरि पास गर्न पाउँदैनन्। त्यतिखेर उनीहरूले सबै उत्तीर्ण भएका विद्यार्थीहरूलाई पास एन्ड ट्रान्सफर गर्नुपर्ने हुन्छ र अनुत्तीर्ण विद्यार्थीहरूलाई रिपिटेडमा क्लिक गर्नुपर्ने हुन्छ। यदि शैक्षिक सत्रको विजयमा वार्षिक परीक्षामा सामेल भएका थिएनन् भने मात्र त्यस्ता विद्यार्थीहरूलाई ड्रप आउटमा क्लिक गर्नुपर्ने हुन्छ। र कोही विद्यार्थी कक्षा 8 मा अनुत्तीर्ण भयो तर अर्कै विद्यालयमा अध्ययन गर्न गइसकेको सन्दर्भमा चाहिँ त्यो विद्यार्थीहरूलाई हामीले यसरी यहाँ रिपिटेड एन्ड ट्रान्सफरमा क्लिक गरेर सेभ गर्न सक्छौँ। त्यसै गरी कक्षा 5 सम्म मात्र सञ्चालित विद्यालयले पनि 5 को विद्यार्थीहरूको क्लास अपडेट गर्दा यो पास भन्ने अप्सन अन हुँदैन। 5 भन्दा माथि सञ्चालित विद्यालयहरूको हकमा मात्र यो पास भन्ने अप्सन अन भएको हुन्छ। त्यतिखेर कक्षा 5 सम्म मात्र सञ्चालित विद्यालयले कक्षा 5 मा उत्तीर्ण भएका सबै विद्यार्थीहरूलाई पास एन्ड ट्रान्सफरमा क्लिक गर्नुपर्ने हुन्छ र अनुत्तीर्ण विद्यार्थीहरूलाई रिपिटेडमा क्लिक गर्नुपर्ने हुन्छ। त्यस्तै शैक्षिक सत्रको विजयमा वार्षिक परीक्षामा पनि सामेल भएको थिएन भने ड्रप आउटमा क्लिक गरेर सेभ गर्नुपर्ने हुन्छ। त्यस्तै अब अन्य कक्षाहरूको हकमा जस्तो 2 कक्षाको
अथवा इसिडीको विद्यार्थीहरू हामीले अपडेट गर्दाखेरि कुन कुन विद्यार्थीहरू पास भएका हुन् ती विद्यार्थीहरूलाई पासमा क्लिक गर्नुपर्ने हुन्छ। तर कुनै विद्यार्थीहरू उत्तीर्ण भएर पनि अन्यत्र स्कुलमा गइसकेको छन् भन्ने जानकारी प्राप्त भएको खण्डमा पास एन्ड ट्रान्सफरमा क्लिक गर्नुपर्ने हुन्छ। अब हामीले इसिडीको विद्यार्थीहरू उमेरको हिसाबले पनि ऊ योग्य छ र अति तीक्ष्ण बुद्धिको छ अथवा विशिष्ट श्रेणीमा उत्तीर्ण भएको छ, हामीले उसलाई डबल प्रमोट गर्न भने सक्छौँ। इसिडीलाई हामीले डबल प्रमोट गऱ्यौँ भने ऊ एकैचोटि 1 लाई जम्प गरेर 2 क्लासमा जान्छ। सम्बन्धित कक्षाका विद्यार्थी सोही कक्षामा अध्ययन गर्ने हो, अनुत्तीर्ण भयो भने रिपिटेडमा क्लिक गर्नुपर्ने हुन्छ। रिपिटेड एन्ड ट्रान्सफर र ड्रप आउटको कुरा अघि भनिसकियो। अब हामीले यसरी डबल प्रमोटको कुरा भनेको चाहिँ कक्षा इसिडी 1, 2, 3 मा मात्रै सम्भव छ र 6 मा सम्भव छ। कक्षा 4 को विद्यार्थीलाई हामीले डबल प्रमोट गरेर कक्षा 5 लाई नगाएर 6 मा हामी लान सक्दैनौँ। त्यस्तै कक्षा 7 देखि माथिका कक्षाहरूका विद्यार्थीहरूलाई पनि हामीले डबल प्रमोट गर्न सक्दैनौँ, किनभने कक्षा 5, कक्षा 8 भनेको स्थानीय तह मार्फत सञ्चालित परीक्षा हुने भएकोले हामीले कक्षा 5 लाई नगाएर 4 पढ्ने विद्यार्थीलाई 6 मा एकैचोटि डबल प्रमोट गर्न सक्दैनौँ। त्यस्तै 7 अध्ययन गर्दै गरेको विद्यार्थीलाई 8 कक्षा नगाएर 9 कक्षामा एकैचोटि डबल प्रमोट गरेर लैजान सक्दैनौँ र यसो गरेर हामीले सेभ गर्नुपर्ने हुन्छ। यति गरियो भने हामीले विद्यार्थीहरूको क्लास अपडेट गर्न सक्छौँ। यसका अलावा क्लास अपडेट गर्दाखेरि आउने अरू समस्याहरू भनेको हाम्रो वेब ब्राउजरको कारणले पनि हुनसक्छ। अन्य वेब ब्राउजरहरू हामी इमेज चलाउँदाखेरि प्रयोग नगरौँ, सधैँ क्रोम ब्राउजर युज गरौँ, इन्टरनेटको स्पिड स्टेबल राखौँ। त्यसो गरियो भने सहजै हामी क्लास अपडेट गर्न सक्छौँ। अब सिस्टम ग्लिचको कारणले कहिले कहिले सिस्टम बिजी हुँदा अथवा सिस्टम अपडेट हुँदाखेरि आउने समस्या भनेको त्यो हामीले वेट एन्ड सी नै हो। त्यो सामान्य समस्या हो, कहिले कहिले मात्र हुन्छ। र विशेष गरी हामीले इमेजमा चाहिँ अपडेट गर्ने कुराहरू भनेको यति हुन्। हामीले सर्वप्रथम स्कुल प्रोफाइलमा त्यो रनिङ ग्रेड्समा टिक लाउनुपर्छ, स्कलरसिप अपडेट गर्नुपर्छ, एटेन्डेन्स अपडेट गर्नुपर्छ। एटेन्डेन्स अपडेट गर्दा कम्तीमा पनि वार्षिक हाजिरी 153 दिनभन्दा बढी हुनुपर्छ, अनि मात्रै ती विद्यार्थीहरूको क्लास अपडेट गर्न सक्छौँ। अब एमएसबाट विद्यालयहरूले रिजल्ट डाउनलोड गरेर विद्यालयको आफ्नै लेटर प्याडमा कसरी प्रकाशित गर्ने भनेर देखाउनेछु। एमएस लगइन गरिसकेपछि यो लेफ्ट साइडको म्यानेज एक्जाममा क्लिक गरौँ। म्यानेज एक्जाममा क्लिक गरिसकेपछि हामीले यहाँ ग्रेड वाइज लेजरमा क्लिक गरौँ। यस पश्चात यहाँ इयर छानौँ 2082 र कक्षा 8 को नतिजा डाउनलोड गर्नको लागि हामीले क्लास 8 छानौँ र लोड बटनमा क्लिक गरौँ। पालिकाले कक्षा 8 को नतिजा प्रकाशन गरिसकेपछि यो एक्सेस पालिकाले हामीलाई दिएको हुन्छ र यहाँ गइसकेपछि हामीले कक्षा 8 को नतिजा हामीले डाउनलोड गर्न सक्छौँ। अब यति गरिसकेपछि यहाँनिर हाम्रो विद्यार्थीहरूको नतिजा देख्न सक्छौँ र यसलाई हामीले यहाँबाट एक्सपोर्ट गरौँ। यो एक्सेल फाइलमा एक्सपोर्ट हुन्छ। यसरी एक्सेल फाइल डाउनलोड भइसकेपछि यहाँ फोल्डर आइकनमा क्लिक गरौँ र हामी डाउनलोड गरेको ठाउँमा पुग्छौँ। अब यसलाई हामीले डबल क्लिक गरेर ओपन गरौँ। अब यो एक्सेल फाइल खुल्छ। अब यसलाई हामीले यहाँबाट मिलाउनु पर्ने हुन्छ। हामीलाई के चाहिन्छ, हामीले नतिजा प्रकाशन गर्दाखेरि कुन कुन विवरण राख्ने हो त्यो विवरण मात्र राखेर अरू सबैलाई हामीले डिलिट गर्न सक्छौँ। A4 साइजमा प्रिन्ट हुने गरी यसलाई हामीले मिलाउँछौँ। अब यो यहाँ एउटा राइट साइडमा रिजल्ट भन्ने कोलम थपौँ। भरे अब यहाँ रिजल्ट फर्स्ट सेकेन्ड थर्ड छुट्याउन आवश्यक हुन्छ। अब हामीले के गर्नु पर्यो भने यो प्रत्येक विषयको जिपिए आवश्यक छैन। हामीलाई प्रत्येक विषयको ग्रेड र फाइनल जिपिए भइ पुग्छ। त्यसो हुँदा हामीले यसलाई के गरौँ भने पहिले सर्टिङ गरौँ। सर्टिङ गर्दाखेरि हामीले फर्स्ट सेकेन्ड पनि सजिलै छुट्टिन्छ। त्यसो हुँदा सर्वप्रथम हामी सर्टिङ गरौँ। सर्टिङ गर्दाखेरि हामीले यहाँ सुरुको विद्यार्थीको नामदेखि त्यो फाइनल जिपिएको अन्तिम यतिसम्म सेलेक्ट गरौँ। यतिसम्म सेलेक्ट गरिसकेपछि हामीले अब सर्ट एन्ड फिल्टरमा क्लिक गरेर कस्टम सर्ट गर्नु पर्यो। कस्टम सर्ट गरेर हाम्रो अब यहाँ के लाउनु पर्यो भन्दाखेरि यो फाइनल जिपिएको आधारमा चाहिँ हामीले सर्टिङ गर्नुपर्ने भएकोले फाइनल जिपिए सेलेक्ट गरौँ र फाइनल जिपिए चाहिँ ठुलोदेखि सानो कि सानोदेखि ठुलो भन्दाखेरि हामीले ठुलोदेखि सानो चाहिएको Z to A गरौँ। अब ओकेमा क्लिक गरौँ अनि फेरि ओकेमा क्लिक गरौँ। अब यति गरिसकेपछि हाम्रो यसरी सर्टिङ भएको छ। यो बाँकी यो हामीलाई प्रत्येक विषयको जिपिए आवश्यक छैन अहिले।
त्यसमा त हामी यसलाई डिलिट गरौँ, यहाँसम्म डिलिट गर्नुपर्ने हो, डिलिट गरौँ। डिलिट गरिसकेपछि हाम्रो के भयो यहाँ भन्दाखेरि प्रत्येक विषयको ग्रेड र फाइनल जिपिए चाहिँ कायम गरौँ। अब हामीले यहाँ ऱ्याङ्किङ गर्न सक्छौँ, यो फर्स्ट भयो, यो कहाँसम्म हाम्रो जिपिए फाइनल जिपिए आएको छ त्यहाँसम्म हामीले फर्स्ट सेकेन्ड थर्ड गरेर यसरी 12औँसम्म हामीले कायम गर्न सक्छौँ। अब कुन कुन विद्यार्थीको चाहिँ कुन कुन विषयमा एनजी आयो भनेर पत्ता लगाउनको लागि चाहिँ हामीले यो सुरुको विद्यार्थीको सुरुको विषयको ग्रेडबाट हामीले अन्तिम विद्यार्थीको अन्तिम विषयको ग्रेडसम्म चाहिँ यसरी सेलेक्ट गरौँ र त्यो पछाडि कन्डिसनल फर्मेटिङको रोल लगाउँ। यहाँ हामीले यो हाइलाइट सेल्सहरूमा हामीले इक्वल टु लगाउँ, इक्वल टु लगाएर हामीले यहाँनिर भ्यालु चाहिँ एनजी टाइप गरौँ। एनजी टाइप गरेर ओके गरिसकेपछि अब यो विद्यार्थीको चाहिँ यो हाइलाइट भएको जति चाहिँ यसरी एनजी आएको, यो 1 एनजी भयो, एउटा विषयमा एनजी लाग्यो। यसरी हामीले सबै विषयको एनजी यहाँबाट गणना गर्न सक्यौँ। यसरी जम्मा 12जना विद्यार्थी चाहिँ फेयरली पास भए, बाँकीहरूको चाहिँ एक दुईवटा एनजी लागेर विद्यार्थीले फेरि स्तरवृद्धिको परीक्षा दिन पाउने अवस्था छ। यति गरिसकेपछि हामीले यसलाई विद्यालयको लेटर प्याडमा लैजानको लागि यत्तिकै लाँदाखेरि त्यहाँ छरपिस्ट आउन सक्छ, नमिल्न सक्छ। यसलाई हामीले पहिले के गर्नु पर्यो भने पिडिएफमा कन्भर्ट गर्नु पर्यो। फाइलमा क्लिक गरेर सेभ एजमा क्लिक गर्नुपर्ने हुन्छ। यहाँ क्लिक गरेर हामीले यहाँ एक्सेल वर्कबुक भनेको ठाउँमा चाहिँ हामीले सेभ पिडिएफ गर्नुपर्छ र यहाँ ग्रेड सिट अब हामीले यसको नाम चाहिँ रिजल्ट भनेर लगाउन सक्छौँ, रिजल्ट भनेर लगाउन सक्छौँ। हाम्रो डाउनलोडमा यो सेभ हुन्छ। अब त्यसरी सेभ भएको पिडिएफलाई हामीले के गर्नु पर्यो, अब फेरि भने त्यसलाई हामीले जेपिजीमा कन्भर्ट गर्नुपर्ने हुन्छ। जेपिजीमा कन्भर्ट गर्नको लागि क्रोम ब्राउजर खोलौँ, पिडिएफ टु जेपिजी लेखौँ, क्लिक गरौँ, यहाँ क्लिक गरौँ, क्लिक पिडिएफ भनौँ। हामीले डाउनलोडमा अघि बसेको छ यो रिजल्ट पिडिएफ, यहाँ क्लिक गरौँ, यसलाई कन्भर्ट गरौँ, कन्भर्ट गरेर हाम्रो डाउनलोड पेज जेपिजी इमेज गरौँ। अब यसरी यहाँ जेपिजी इमेज डाउनलोड भएर बसेको छ, यो हाम्रो जेपिजी फर्मेटमा बसेको छ। अब यसलाई हामीले जेपिजी फर्मेटलाई चाहिँ हामीले स्कुलको लेटर प्याडमा लैजानको लागि सजिलो हुन्छ। स्कुलको लेटर प्याड बनाउनु भएको छ भने खोलौँ, यहाँ मैले अलरेडी बनाएको छु सूचना। हजुरहरूलाई पनि यस्तै खालको पिडिएफ स्कुलको लेटर हेड कसरी बनाउने भन्ने बारेमा आवश्यक छ भने कमेन्ट गर्नुभयो भने म यसको पनि भिडियो बनाउने छु। अब यहाँनिर क्लिक गरौँ, हामीले इन्सर्टमा क्लिक गरौँ र पिक्चरमा क्लिक गरौँ, फ्रम फाइलमा क्लिक गरौँ। त्यस पछाडि यो डाउनलोडमा हाम्रो बसेको छ रिजल्ट जेपिजी फाइल। र यसरी हाम्रो यो सूचनामा जेपिजी फाइल आएर बसिरहेको छ। हाम्रो सूचना यहाँ माथि छ। अब यसलाई हामीले माथि लैजानको लागि केही यहाँ एडिट गर्नुपर्ने हुन्छ। अब हामीले यसलाई पिक्चर फन्टमा क्लिक गरेर क्रपहरू गरौँ। क्रप गरेपछि यो मिलिहाल्छ, पुरै हुँदैन। यसरी क्रप गरौँ, यसरी क्रप गरिसकेपछि यो मिल्छ, यो माथि गइसकेको छ सम्मबाट। अब यसलाई हामीले अलिकति यता चाहिँ अलिक फराकिलो बनाउन सक्छौँ र यता प्रको सिग्नेचर गर्ने ठाउँ राख्नको लागि हामीले यसो गरेर यहाँ यसो गरौँ। मित्रहरू, यसरी अब विद्यालयले चाहिँ यो प्रिन्ट गरेर प्रधानाध्यापकले सिग्नेचर गरेर नतिजा प्रकाशन गर्न सक्छौँ। भिडियो अन्त्यसम्म हेरिदिनु भएकोमा यहाँहरूलाई धेरै धेरै धन्यवाद।